सप्तकोशी ओम नमः शिवाय अब म ढुङ्गा कटाउँछु बाबा चाहिँ हामी बाँडबेसी भन्ने ठाउँमा छौँ अहिले यहाँ नुहाउनु पर्ने छ यो माथिबाट आएको थियौँ राजा पानी भन्ने ठाउँबाट कति रमाइलो छ यार भाइ पौडी हान्ने होइन त यहाँ पूजा नि गर्दैछ कतै स्विमिङ हान्ने अनुहार अहिले जाडोले किक्रिक्क पारेको यहाँनिर पुल त छ यहाँ झलुङ्गे पुल छ यो उदयपुर यहाँ बलामतिर निस्किने पुलमा गएर हाम फालौँ न लिम्चुङबुङ गाउँपालिका रहेछ यता होइन माथि माछखर्क हुँदै यता नेपालटार पनि पुग्न सजिलो छ हामी चाहिँ उता तलबाट आएको रेग्मी घाट हुँदै त्यो तल त्यो खोइ के घाट हो नि तल त्यहाँबाट चाहिँ आएको धेरै माथि नि आएछौँ है आउँदा आउँदै यहाँसम्म चाहिँ आइपुगेर चाहिँ यहाँनिर चाहिँ हामी नुहाउन लागिरहेको छौँ कपडाहरू लिएर आएको धुन पनि छ अनि अहिले नुहाउने पनि हो माथि जाने भन्छ भाइ होइन पहिले लुगा धोएर जाउँ सुत्दै गर्छ अनि जाने क्या अहिले त्यहाँ गएर नि फोटोहरू लिन्छौँ हामी कस्तो रहेछ ठाउँ है अहिलेसम्म चाहिँ यहाँ यतिकै रहेछ रमाइलो छ त्यस पानी कस्तो चिसो छ मैले अघि दर्शन गरिसकेको छु खोलाको पानी छुएको चिसो छ एकदमै चिसो छ पानी है भगवान् यार पारी पुग्नु त असम्भवै छ